रञ्जिता तपाईसँग अप्सन छ। खुसीको आँसु हो के उहाँको, दुःखको आँसु होइन नि त। मैले काठमाडौँ आएको यत्रो वर्ष भयो कि मैले कहिले यस्तो फिल गरेको थिइनँ। कहिले पनि मायै पाथिनँ कि मैले। अनि जहाँ पनि एक्लै हिँड्थेँ कि जहिले पनि एक्लै हुन्थेँ। सो कोच रञ्जिता प्रबोध तपाईँ किन सेभ गर्न चाहनुहुन्छ रञ्जितालाई? म कुनै पनि टिमले आफ्नो टिमको हिरालाई कसले छोड्न सक्छ? रञ्जिता मेरो टिमको हिरा हो, डायमन्ड हो। म कुनै पनि हालतमा रञ्जितालाई छोड्दिनँ। आई वान्ट यु रञ्जिता। रञ्जितासँग अप्सन छ अब। स्टिल तीनैजना कोचले हिट गर्नुभएको छ। तपाईँ टिम मेलिना पनि जान सक्नुहुन्छ, टिम खेममा पनि जान सक्नुहुन्छ, टिम राजुमा पनि जान सक्नुहुन्छ, या आफ्नै टिम प्रमोदलाई कन्टिन्यू गर्न चाहनुहुन्छ। त्यो निर्णय लिने अधिकार मात्र तपाईसँग छ अब। शिरको बाटो शिखर भिरको बाटो खोली शिखर चढ्नु अघि बढ्नु आज भन्दा भोलि बतास मेरो यो ढुकीलाई दे न दे साहस बतास मेरो यो ढुकीलाई दे न दे साहस। रञ्जिता अब डिसिजन गाह्रो भएको छ। कस्तो बाँसुरीले झन् इमोसनल बनायो रञ्जितालाई। अब रुनु पुग्यो, अब पुग्यो। यति माया दिदमहरू चाहिँ रुन मन लाउँदो रहेछ कि इभन एक्लै हुँदा नि रुन्न कि म। यति धेरै अडियन्स चाहिने रहेछ रुन्नको लागि। अनि कस्तो स्ट्रङ छु म भन्दै हिँड्थेँ नि त। अनि आज त सबै सक्यो भन्ने भएको थियो नि त एकछिन त। अनि फेरि वास्तव चाहिँ लक्की नाम राखेको आज झन् साबित भएको छ। 3वटा स्टिल, एउटा सेभ। महालक्की इतिहास रच्नु भएको छ भोइसमा। सो अब डिसिजनतिर लागौँ ल। के भनौँ, मेरो भाग्य नै भनौँ होला सायद। मलाई भगवान्ले दिनुभएको वरदानै भनौँ। कहिले जिन्दगीमा नपाएको सबैभन्दा ठुलो चिज आज यो क्षण एक सेकेन्ड मेरो लागि एकदमै इम्पोर्टेन्ट छ। सबै कोचहरू